संसारमा मान्छेलाई ईश्वरले सबैभन्दा उत्कृष्ट बनाउनु भएको छ। मान्छेलाई ईश्वरले आफ्नै स्वरूपमा बनाउनु भएको छ। द्वारा को सानो उठ्नु कोही हुँदैन। मानिसले जातले होइन बातले ठुलो हुन्छ। खान कस्तो खान्छ, कस्तो विचारिन्छ, मोबाट कस्तो कुरा ग्रहण गर्छ त्यसले ठुलो हुन्छ। र त्यो भएकोले आज तपाईँहरूले आई एम द बेस्ट, आई एम द बेस्ट एन्ड द बेस्ट भन्नुहोस्। र तपाईँहरूले आफूलाई चरेस खानुहोस्, हरेस नखानुहोस्, त्योभन्दा फेरि चरेस नखानुहोस्। चरेसले तपाईँलाई पागल बनाउँला। र तपाईँहरूले आफ्नो निराश नहुनुहोस्। आफूलाई सुन्दर, तपाईँको एउटा गुरु छ, तपाईँको एउटा ईश्वर छ, तपाईँको एउटा शक्ति छ। तपाईँले आफ्नो प्रतिभालाई चिन्नुहोस्। माछाले कहिले पनि रुच्न सक्दैन, बाँदरले पौडी खान सक्दैन, र हात्ती उठ्न सक्दैन, हात्तीले पौडी खान सक्दैन। सबैको आफ्नो कमजोरी राम्रो हुन्छ। कोही अन्धो छ भने कोही लङ्गडो छ, अन्धोले लङ्गडोले बोकेर अन्धको आँखा बन्न सक्छ, र लङ्गडो चाहिँ अन्धले गर्दा है हुन्छ मिलेर आगो जान सक्छ।